हेलो गुड मर्निङ एभ्रिवान सबैजनालाई एकदमै गुड मर्निङ छ बिहान बिहानै म यहाँनिर जिममा आइसकेको छु साथीहरू अहिले कोही पनि आएको छैन एकदम सुनसान छ हाम्रो जिममा बिहानको नजारा हो र अहिले चाहिँ चिसो पनि भएर होला हो त्यो भएर कोही पनि आएको छैन साथीहरू र म आइसकेँ अनि के भन्नु थियो भने नि तपाईँहरूलाई चाहिँ म यहाँ बसिहाल्छु ल अनि आज चाहिँ क्रिसमस डे हो है अनि त्यही भएर सबैजनालाई ह्याप्पी क्रिसमस साथीहरू है हामी त मनाउँदैनौँ तर पनि मेरो जतिजना पनि मनाउनु हुने मेरो फ्रेन्ड्सहरूलाई मेरी मेरी क्रिसमस छ र आज चाहिँ क्रिसमस डेको दिन चाहिँ म यहाँ जिम गर्दै मेरो सुरुवात हुँदैछ र मैले पानी पनि लिएर आएको छु एक बोतल हो यो पानी चाहिँ एकदमै गरम छ बिस्तारै बिस्तारै गरेर खानुपर्छ र सुरु गर्नुपर्छ एक्सर्साइज साथीहरू आज मैले बिहान के खाइनँ खासमा चाहिँ बिहान चाहिँ दुध केरा यस्तोहरू खाएर आउँथेँ होइन किनभने मेरो चाहिँ के भन्छ जिउमा चाहिँ फ्याटै छैन फ्याट कम्ती छ अनि खानै रुच्दैन खासमा म जिम आएको खास कारण चाहिँ किनभने चाहिँ अस्ति एकजनाले सोध्नु पनि भएको थियो किन जिम जानुहुन्छ बहिनी त स्लिमै हुनुहुन्छ त भनेर लेख्नु भएको थियो होइन अनि म भन्न चाहन्छु कि उहाँलाई पनि अनि सबैजनालाई मेरो फ्रेन्ड्सहरूलाई म चाहिँ खासमा चाहिँ खानै रुच्दैन मलाई एक चाहिँ त्यो छ म अनि अलिकति खाना पनि रुचोस् अनि अब मान्छे बाहिरबाट हेर्दाखेरि स्लिम मात्रै देखेर हुँदैन भित्र बिमारहरू हुन्छ होइन अनि खाना रुच्दैन अनडाइजेसन यस्तो खालको प्रब्लमहरू हुन्छ नि त यो स्लिम मान्छेहरूमा चाहिँ त्यो भएर चाहिँ त्यसलाई पनि अलिकति उयो हुन्छ नि त है एक्सर्साइज गऱ्यो भने खाना रुच्छ डाइजेसन राम्रो हुन्छ होइन त्यो भएर पनि विक भएको हुन्छ जिउ अनि त्यही भएर होला किनभने म त खानाहरू त्यति उयो गर्दिनँ बाहिरको खाँदिनँ भित्रकै खान्छु होइन तर पनि राम्रै खायो भने डाइजेस्ट भएन भने चाहिँ एक्सर्साइज गर्नुपर्छ नि त अनि अब बडीलाई क्लिन गर्नुपर्छ होइन त्यही दुइटा प्रोसेस मेरो चल्दैछ अहिले चाहिँ सो कहाँदेखि स्टार्ट गरौँ साथीहरू भनेर अल्छी लाग्छ एक्लै बिहान बिहान त यस्तो हुन्छ है साथीहरू सो एक्सर्साइज स्टार्ट गर्छु त्यहाँदेखि एकछिनमा तपाईँसँग भेट्छु अनुहार पनि कस्तो देखिरहेको होला